हेलो गुड इभिनिङ एभ्रिवान। सधैँ पनि गुड मर्निङ हुन्थ्यो, आज चाहिँ इभिनिङ भन्दैछु होइन। तपाईँहरूलाई मेरो अर्को भ्लगमा स्वागत छ। आज चाहिँ किन भ्लग बनाइरहेको छु भन्दाखेरि चाहिँ बहिनी आएको छ नि त हाम्रोमा। अस्ति मैले घर गएको बेलामा अन्त लिएर आएको। आज चाहिँ बहिनीलाई सुरेसन पार्क लाँदैछु होइन घुमाउनुको लागि, अनि भ्लग बनाउँदैछु छोटो। के कसो हुन्छ देख्छु म। यहाँ साथी छ बहिनी अनि अर्को साथी हाम्रो रुमको छेउको होइन। हेलो कदम। मेरो बहिनी आज चाहिँ गर्दो होइन। सुरेसन पार्क चाहिँ धेरै गएको नि त हामी दुईजना चाहिँ। अस्ति मम्मी आउँदा पनि गयो हो साथीहरूसँग। ऊ दुईजना चाहिँ गएको छैन, फर्स्ट टाइम उनीहरूलाई फेरि लागेको होइन। हाम्रो रुममा जो पनि आउँछ हामी चाहिँ घुमाउने जग्गा त्यही हो। गएँ बहिनी लाँदैछु, दुईजनालाई लाँदैछु। के कसो हुन्छ मेरो भ्लग हेरिदिनुहोस् है। आँखा चाहिँ हेर्नु न फेरि यस्तो भइरहेछ जब भ्लग बनाउँछ मुखमा घाउ, किनभने आँखामा यस्तो हुन्छ। के कसो हुन्छ मेरो भ्लग हेरिदिनुहोस् ल। हामी चाहिँ मानन्द ब्रिज आइपुग्यौँ बनिहार। बहिनी यसले पनि भ्लग गर्दैछ हो, म पनि भ्लग गर्दैछु। यहाँ पछाडि चाहिँ साथीहरू। मेरो त फेरि हात तालेर मेरो हात तालेर माथि हुन्छ कि अनुहारै देख्दैन कि, अलिकति यस्तो गरेर बोल्नु पऱ्यो। हामी चाहिँ अब पर पुग्न आँट्यौँ होइन। पर पुगेर के कसो हुन्छ हेर्नु। मेरो आँखाले बिजोग गरिरहेछ साथीहरू। नबनाउनु भनेको थिएँ कि फेरि आज बहिनीहरू आउँदैछ। के भएछ अरे साथीहरू ल। हरियो देखिरहेको छु मजाको। अहिले चाहिँ अलिक सफा भएछ यो खोला। हामी चाहिँ पुग्नुपर्छ, ऊ पर पुग्नुपर्छ हामी। कसै यहाँ तास खेलिरहेको रहेछ, कसै यहाँ आफ्नो धुनमा हो। दुईजना एक धुनमा छ हो गफमा। यहाँ छ जाँदैछु। मैला घारी साह्रो छ हौ यहाँ त। यस्तो गरेर चाहिँ हामी चाहिँ आइपुग्यो सुरेसन पार्क। अनि यहाँ भिडियो गर्दैछु। यहाँनिर झालमुरी बनाइ माग्दैछौँ होइन। ऊपर चाहिँ वृत्तिलाले खै टिकट काट्दैछ हो। अलिक रमाइलो भएछ अस्तिको जस्तो भन्दा। अब यहाँबाट चाहिँ हामी चाहिँ यहाँबाट पस्छ हामी। टिकट काट्यो अब हामी चाहिँ जानुपर्छ यहाँबाट भित्र सुरेसन पार्क। टिकट काट्न नि दोकान मात्रै भनेको त्यहाँ लिएर चेत्नु परिहाल्छ। यस्तो छ। अस्ति सुक्खा थियो, अहिले चाहिँ हरियो परियो अलिक भएर चाहिँ। हेर्न न नानी, अहिले चाहिँ हरियो परियो पुरा आएको छ कि, दामी भएको छ। ले जाऊ 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 न जाऊ न। गेट चाहिँ भिडियो लिन परेन। ओ यहाँ पनि बनाइन्छ, अस्ति बनाएकै थिएन। ओ यहाँनिर उतालो चाहिँ ट्रेनको छ बहिनी। दामी बनाएको रहेछ अहिले त। दामी भएछ हौ अस्तिको भन्दा त। यहाँ त रमाइलो। यहाँनिर चाहिँ सुङ्गाहरू रहेछ यहाँभित्र, देख्दैन त। होइन बहिनी कति मजाको यहाँ सेतोमा। इभिनिङ टाइममा चाहिँ पुरा हुन्छ यहाँनिर चाहिँ। दामी भएछ हौ अस्तिको भन्दा। सबै रात केटाकेटीहरूको जग्गा पनि छ खेल्ने बेसी चाहिँ। यहाँ माथि कति मजाले बसिरहेको छ। पोस्टमा बसेको होला, भिडियो गरिदिएको नि त। फोटो खिच्दो न उसका। भ्लग चाहिँ बनाउनु कि, तर यहाँनिर बिजोक बिजोक बिजोक। यहाँ पनि यस्तो बनाएछ, अस्ति थिएन हो। मजाको बनाएछ यहाँनिर। इभिनिङ टाइममा चाहिँ मान्छे चाहिँ यस्तो देख्नुहुन्छ कि के रे। यस्तो बनाएको रहेछ। को कसको
हो तर चिनाइ चाहिँ भएन हो नाम चाहिँ थाहा छैन मूर्तिहरू पुरा बनाएको रहेछ यहाँनिर हाँस पनि खेलिरहेको रहेछ नि मजाले यहाँ चाहिँ बोट पनि चल्छ उपर तर त्यो थन्काइरहेछ के भएछ अरे क्या 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 ओए एउटालाई चाहिँ फोटो खिच्नु मैं वीडियो करने में बिजी हूँ तुम कर दो तुम खींचो खींचो आप खींच दो आप अच्छे होगा फोटोग्राफर में खै हिचकीको उयो हो डरै लाग्दैन मजाको मानिस डर पनि लाग्दैन इभिनिङ भएपछि चाहिँ यतिको हुन्छ कस्तो दामी हुन्छ नानीहरू खेल्दैछ आयो बजेकोले हरेस लाग्यो कस्तो दामी है भ्लगर यहाँ पनि छ यहाँ टुप्पोमा आएको छौँ हामी चाहिँ यहाँबाट चाहिँ यस्तो देख्दो रहेछ के साह्रो बेसी है यतातिर पनि रहेछ हामीले त यता त कहिले देखेकै थिएनौँ त हामी चाहिँ यहाँ फोटो खिच्न आएको कि यो फुलमा खास चाहिँ तर यहाँनिर फोटो खिच्ने मान्छेहरू बेसी भएर यहाँनिर उपरतिर पनि यहाँनिर पनि हो यहाँनिर चाहिँ ठुलो क्यामेराबाट खिच्दै रहेछ है हाम्रो सानो क्यामेरा यहाँनिर फोटो लिँदो रहेछ नि त कस्तो मजाको देखिरहेको छु हामी चाहिँ अहिले यहाँ पछाडि होइन स्प्राइट चिप्सहरू खाइरहेछौँ नानीलाई पनि दिउँ उहाँले झ्याल लिनुहुँदैछ आज मात्रै होला हामी फर्स्ट टाइम बसेर है यसरी खाएको मैम आज मात्रै होला हामी होइन फर्स्ट टाइम हम लोग ऐसे बैठ के खा रहे हैं ना नहीं तो ऐसे ही आके घूम के ऐसे चले जाते ब्लगर नबनाएको बनायो त अब चाहिँ इभिनिङ रात पर्दैछ यस्तो दामी हुँदैछ मेरो चाहिँ आँखाले बिजोग बनाएको छ हेर न ब्लगर उहाँ तर अहिले स्टप भयो गर्छौँ हामीले आँखाले बिजोग गरिरहेको छ अब चाहिँ भन्ने हामी चाहिँ निस्केको होइन सबै निस्किँदैछ रात पनि पर्यो 7 पनि बज्यो बज्न आँट्यो 4 बजी चाहिँ क्लोज हुन्छ यो पार्क चाहिँ होइन साथीहरू छ खोइ रसुन्दा ए हामी चाहिँ निस्केको अब आजको लागि हाम्रो टुर यतिमै थियो मेरो भ्लग पनि अब यहीँ इन्ड गर्नु पर्ला कस्तो भयो तपाईँहरूले कमेन्ट पनि गरिदिनुहोस् होला होइन नयाँहरू आउनुहुन्छ हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस् होला मेरो च्यानललाई थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई